स्वीकार्नुहोस्। न्यानो नमस्कार, खाजालो नमस्कार। सरले भनिसक्नु भएको छ, म सुरज बास्तोला। म पनि हजुरहरू जस्तै पर्यटन व्यवसायी, होमस्टे सञ्चालन गर्छु। भक्तपुर जिल्लाको चामुण्डारे नगरपालिका वडा नम्बर 6 नगरकोट भन्ने ठाउँमा नगरकोट सामुदायिक होमस्टे ग्रामीण पर्यटन व्यवस्थापन समितिको अध्यक्षको रूपमा रहेर विगत 14 वर्षदेखि सामुदायिक पर्यटनलाई अगाडि बढाइरहेको एउटा अभियन्ता भनौँ। र त्यसै गरी अहिले होमस्टे महासङ्घ नेपालको केन्द्रीय कोषाध्यक्षमा रहेर देशैभरिका होमस्टेहरूलाई अगाडि बढाउनको लागि आफ्नो ठाउँबाट सकेको कार्यहरू गर्दै अगाडि बढिरहेको यो कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यहाँहरूले नसोच्नु होला यो को पढाउन आएछ भन्ने सोच्नु पर्दैन, किनकि तपाईँहरू जस्तै घर भान्सामा काम गरेको मान्छे नै यहाँ उपस्थित भएको छ। म यो जानकारी गराउँदै म विशेष धन्यवाद दिन चाहन्छु हामीलाई यो अवसर, होमस्टे महासङ्घलाई यो अवसर सिर्जना गरिदिनु हुने र यो कार्यक्रमसँग तान्तिङ परिवारसँग होमस्टे महासङ्घ आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरूलाई जोड्नको लागि महत्त्वपूर्ण अवसर दिनुहुने हाम्रो स्विस कन्ट्याक्ट, त्यसै गरी युनाइटेड कम्युनिटी नेपाल युनिकन, त्यसै गरी मादी गाउँपालिका र त्यसै गरी यहाँ तान्तिङमा रहेका सम्पूर्ण पर्यटकीय सङ्घ संस्था, विशेष गरी तान्तिङ सामुदायिक होमस्टेप्रति हामी होमस्टे महासङ्घ परिवार हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। मलाई अलिकति यो कार्यक्रमको विषयमा र सँगसँगै थोरै महासङ्घको विषयमा भन्नुहोस् भनेको भएर हजुरहरूको हातमा रिफ्लेक्ट पनि आइपुगेको छ। केही सहभागीहरूलाई पुगेको छैन होला, तर हामी कार्यक्रमको दौरानमा फेरि यो उपलब्ध गराउने यहाँ म बाचा पनि हजुरहरूलाई दिन चाहन्छु। र मैले यसो संक्षिप्तमा यो कार्यक्रम के हो र हामी कसरी अगाडि बढ्दैछौँ र सँगसँगै हामीले चाहिँ कसरी अगाडि सहकार्य गरिरहेका छौँ र होमस्टे महासङ्घ के रहेछ भन्ने विषयमा छोटो संक्षिप्त परिचय यहाँ राख्न चाहन्छु। यो हाम्रो दिगो परियोजनाको चाहिँ आर्थिक सहयोग हाम्रो स्विस कन्ट्याक्टबाट, आर्थिक तथा प्राविधिक सहयोग स्विस कन्ट्याक्टबाट भएको छ। त्यसै गरी कार्यान्वयन गर्ने निकाय हाम्रो युनाइटेड कम्युनिटी नेपाल युनिकन, जुन चाहिँ हाम्रो पोखरामा रहेको संस्था छ, त्यहाँबाट भइरहेको छ कार्यान्वयनको पाटो। सहकार्य हामीले मादी गाउँपालिकासँग गरिरहेका छौँ र यो कार्यक्रमको चाहिँ सञ्चालन तथा व्यवस्थापनको हिसाबले एउटा व्यवस्थापकीय पाटो चाहिँ हामी होमस्टे महासङ्घ नेपालले जिम्मा लिएर अगाडि बढेका छौँ। यो कार्यक्रमको टोटल लागत 25 लाख रहेको छ। त्यसै गरी यसको कार्यान्वयन समय चाहिँ 10 महिना रहेको छ। फेब्रुअरीबाट सुरु भइसकेको कार्यक्रम यो मात्र हामीले चाहिँ यो सम्भाव्यता अध्ययनको हिसाबले र यहाँ के गर्न सकिन्छ भनेर यो आजभन्दा अगाडि 1 महिना अगाडि पनि हामी यहाँ आएर काम अगाडि बढाइसकेको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु र औपचारिक सुरुवात चाहिँ हामीले आजबाट गरेको जानकारी गराउँछु। हामी यो कार्यक्रमलाई चाहिँ मादी गाउँपालिका वडा नम्बर 2 यसै तान्तिङमा चाहिँ सञ्चालन गर्न गइरहेका छौँ। अब यो परियोजना, दिगो परियोजना गण्डकी प्रदेशको पोखरा महानगरपालिका र मादी गाउँपालिकामा स्विस कन्ट्याक्टको आर्थिक सहयोगमा युनिकनले सञ्चालन गरिरहेको छ। दिगो परियोजनाको उद्देश्य नेपालको पर्यटन क्षेत्रमा थप रोजगारी र आय सिर्जना गर्दै सकारात्मक वातावरणीय प्रभावहरू उत्पन्न गर्नु हो। यस परियोजनाले गण्डकी प्रदेशका पर्यटन गन्तव्यहरू र उद्यमहरूलाई जिम्मेवार र दिगो पर्यटन अभ्यासहरूतर्फ आकर्षित गर्दै पर्यटन सम्बन्धी सेवाहरूलाई दिगोपनातर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको छ। त्यसै गरी लक्ष्य प्राप्तिका लागि गन्तव्यको व्यवस्थापन र योजना क्षमता सृजित गर्दै पर्यटन व्यवसायका अभ्यासहरू सुधार गर्दै तथा सार्वजनिक तथा निजी सरकारवालाहरूको मानव संसाधन सिप तथा क्षमता अभिवृद्धि गर्ने जस्ता क्रियाकलापहरू सञ्चालन गर्नेछ। दिगो रूपान्तरण मार्फत गन्तव्यहरूको उच्च गुणस्तरको दिगो पर्यटन अनुभवहरू प्रदान गर्नेछन्, जसले प्रतिस्पर्धात्मक क्षमता बढाउँछ, समावेशी आर्थिक अवसरहरू सिर्जना गर्छ र तिनीहरूको प्राकृतिक तथा सांस्कृतिक सम्पत्तिहरूको दीर्घकालीन संरक्षणलाई समर्थन गर्दछ। यसै गरी दिगो परियोजना अन्तर्गत एक मुख्य पहल कोकोस कार्यक्रम रहेको छ, जुन स्थानीय पर्यटन समुदायहरूलाई उनीहरूको दिगो पर्यटनप्रति आकर्षित गर्दै उनीहरूको क्षमता अभिवृद्धि र सशक्तिकरणमा विकास गरिएको यो कार्यक्रम हो। सुरुमा स्विस कन्ट्याक्टद्वारा चाहिँ इन्डोनेसियामा पर्यटन व्यवसायीहरू र सरकारवालाहरूसँगको व्यापक सहकार्यमा विकास र कार्यान्वयन गरिएको परियोजनाको मोडललाई नै हामीले यहाँ पनि अब सुरुवात गर्न खोजिरहेका छौँ। त्यसै गरी कोकोसले पर्यटकीय गन्तव्यहरू र समुदायमा आधारित उद्यमहरूको मौलिक आवश्यकताहरू अनुसार संरचित र सहभागितामूलक प्रशिक्षण तथा व्यक्तिगत विज्ञ सहायता कोचिङ प्रदान गर्नेछ र कोकोस कार्यक्रम गण्डकी प्रदेश कास्की जिल्ला मादी गाउँपालिकाको यो तान्तिङ गाउँलाई
आफ्नो क्षेत्रमा बनाएर सञ्चालन गरिरहेको छ। यो कार्यक्रम चाहिँ 16 फेब्रुअरी 2026मा सम्झौता भएर अगाडि बढेको छ र डिसेम्बर 2026सम्म, डिसेम्बर 31, 2026सम्म सञ्चालन हुनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य, यस परियोजनाको मुख्य उद्देश्य पर्यटन क्षेत्रलाई दिगो, समावेशी र वातावरणीय दृष्टिले सकारात्मक बनाउने हो, जसले स्थानीय समुदायका लागि रोजगार र आयका अवसरहरू सिर्जना गर्छ, साथै वातावरणीय संरक्षणमा योगदान पुर्याउँछ। समुदायमा आधारित पर्यटनका लागि हुने क्षमता अभिवृद्धि कार्यक्रमहरूको प्रयोगले फोकसलाई विकास गरी यसको अद्यावधिक अनुकूलन र राष्ट्रिय रूपमा विस्तार गर्नु यो कार्यक्रमको उद्देश्य रहेको छ। यसलाई चाहिँ 9वटा क्रियाकलापमा हामीले अगाडि बढाएका छौँ। समुदायमा आधारित पर्यटन व्यवसाय एवं निकायहरूको सहभागितामा तपसिल 9 विधामा क्षमता अभिवृद्धि तालिम एवं कोचिङ गरिनेछ। यो कार्यक्रम चाहिँ 2 दिनदेखि 4 दिन 5 दिनसम्मका कार्यक्रमहरू विभिन्न चरणमा हुनेछन्। आजबाट हामीले सुरुवात गर्दाखेरि 2वटा मोडललाई आज, भोलि, पर्सि 3 दिन हामीले लिएर जाँदैछौँ। पहिलो दिगो पर्यटन विकास मोडल छ, दोस्रो सङ्गठनात्मक सुदृढीकरण। यो 2वटा मोडलमा रहेर चाहिँ आज, भोलि, पर्सिको कार्यक्रम सञ्चालन हुनेछ भने बाँकी मोडलहरू चाहिँ हामीले अब पछि तपाईँहरूसँगै सल्लाह गरेर मिति तय गरेर कार्यक्रम सञ्चालन गर्नेछौँ। यो मैले यहाँ जानकारी गराएँ। तेस्रो मोडल रहेको छ पर्यटन उद्यम होमस्टे व्यवस्थापन, चौथोमा फोहोर व्यवस्थापन, पाँचौँ स्थानीय पाक शिक्षा तथा मूल्य निर्धारण, भनेको यहाँको हाम्रो रैथाने खानेकुराहरूलाई विविधीकरण गर्दै त्यसको मूल्य सिर्जना कसरी गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ व्यवहारिक कक्षाका कुराहरू पनि रहेका छन्। सँगसँगै 6औँमा पर्यटन उत्पादन विकास, पर्यटक प्रोडक्टहरू के हुन सक्छन् र टुरिज्म प्रोडक्टहरूको विषयमा रहेको छ। 7औँ टुर गाइड र स्थानीय गाइडको सिपहरू रहेको छ। 8औँमा उपहार तथा कोसेलीहरू, अब पाहुनाहरूलाई खाली हात नपठाउनको लागि के गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ त्यहाँ मायाको चिनो कोसेलीका निर्माणका कुराहरूका पनि यही कार्यक्रम अन्तर्गत हामीहरू गर्नेछौँ। र अन्तिममा 9औँमा चाहिँ वित्तीय साक्षरता, हाम्रो मेनुहरूको डिजाइन, एकरूपताका कुरा, सँगसँगै प्याकेजिङका कुरा, प्याकेज बेच्नको लागि समग्र अब प्याकेजै हामी कसरी सेल गर्न सक्छौँ भन्ने हिसाबले चाहिँ 9वटा मोडलमा रहेर हाम्रो यो कार्यक्रम सञ्चालन हुने मैले यहाँ जानकारी गराउन चाहेँ। यो कार्यक्रमको सञ्चालन विधि चाहिँ कार्यक्रमलाई दिगोपनमा आधारित सामुदायिक कोचिङ फोकस पाठ्यक्रममा आधारित भई होमस्टे महासङ्घ नेपालले विषयविज्ञ प्रशिक्षकहरूको सक्रिय सहभागितामा सैद्धान्तिक र प्रयोगात्मक गरी 2 भागमा तालिम सञ्चालन गर्नेछ। साथै तालिम पश्चात थप मार्गदर्शनका लागि सहभागीहरूको लागि कोचिङ कार्य समेत गरिनेछ। कार्यक्रममा सहभागिता चाहिँ हाम्रो यसै मादी गाउँपालिका वडा नम्बर 2 स्थित पर्यटन व्यवसायीहरू हुनुहुन्छ, होटल तथा होमस्टे कर्मीहरू हुनुहुन्छ, स्थानीय गाइड, आमा समूह तथा सरकारवाला व्यक्तिहरूको सहभागितामा कार्यक्रम सञ्चालन हामीले गर्नेछौँ। अब र अहिलेसम्म मैले कार्यक्रमको विषयमा, यो परियोजनाको विषयमा भने र अब हामी यहाँ उभिरहेका छौँ होमस्टे महासङ्घ नेपाल। अब यो होमस्टे महासङ्घ नेपाल के रहेछ भनेर एउटा छोटो परिचय हजुरहरूलाई म यहाँ राख्न चाहन्छु। नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा जैविक विविधता एवं ऐतिहासिक सम्पदाहरूको संरक्षण, उजागरण, सम्वर्धन गर्दै ग्रामीण एवं शहरी क्षेत्रको पर्यटन विकास गर्न राष्ट्रिय सञ्जाल स्थापित गरी सम्पूर्ण होमस्टेहरूको क्षमता अभिवृद्धि, विकास, प्रवर्धन, बजारीकरण, पूर्वाधार विकास, स्थानीय एवं रैथाने उत्पादनको प्रवर्धनका साथै ग्रामीण तथा पर्यटनका माध्यमबाट विपन्न महिला, आदिवासी, जनजाति र सीमान्तकृत लगायतका समुदायमा सामुदायिक रूपमा आर्थिक समृद्धि गर्ने उद्देश्यले संस्था दर्ता ऐन 2034 को अधीनमा रही विक्रम सम्वत 2070 सालमा होमस्टे घरवास एसोसिएसन नेपाल हुँदै विक्रम सम्वत 2078 को तेस्रो राष्ट्रिय सम्मेलनको निर्णय अनुसार विक्रम सम्वत 2080 वैशाख 21 गते होमस्टे एसोसिएसन नेपालबाट होमस्टे घरवास महासङ्घ नेपालको स्थापना गरिएको हो। महासङ्घले नेपालका होमस्टेहरूलाई व्यवस्थित गर्दै व्यवसायीकरण गर्न, होमस्टे सञ्चालकहरूको समस्या र आवाजलाई सरकारवाला निकायहरूमा पुर्याउन, पर्यटनमा सक्रिय सहकारी, अर्ध सरकारी, गैर सरकारी निकाय एवं सङ्घ संस्थाहरूसँगको समन्वय गर्न, होमस्टे ऐन, नीति, नियम, कार्यविधि निर्माण लगायतका कार्यहरूमा पैरवी गर्दै आइरहेको छ। यो हाम्रो होमस्टे महासङ्घको परिचय। अब आज हामी यहाँ उभिँदै गर्दा होमस्टे महासङ्घको हामीहरू नेपालमा चाहिँ होमस्टेहरू कति सञ्चालनमा छन् भन्ने कुरामा चाहिँ आजको दिनसम्म आउँदै गर्दा होमस्टे सञ्चालित जिल्ला 72वटा जिल्लामा आज निजी तथा सामुदायिक रूपमा होमस्टेहरू सञ्चालन भइरहेका छन्। सामुदायिक होमस्टे झन्डै 1200
को हाराहारीमा छन्। त्यो भनेको पाङटिङ सामुदायिक होमस्टे 1, सिक्लेस 2, नगरकोट 3 भने जस्तै गरी चाहिँ सामुदायिक होमस्टेहरू छन् भनेपछि घर परिवारहरू बढी जोडिने हुने भइहाल्यो र निजी होमस्टे करिब 300 को हाराहारीमा हुनुहुन्छ। यो सबै जोड्दै गर्दाखेरि आजको दिनमा जम्मा आबद्ध घर परिवार सङ्ख्या नेपालमा 15,000 घर परिवार चाहिँ आज प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा होमस्टेमा जोडिएर अगाडि बढिरहेको चाहिँ हामी होमस्टे महासङ्घलाई प्राप्त डाटा हो। अझ योभन्दा बढी छ भन्ने हामीले अनुमान गरेका छौँ, किनकि कहिले पालिकामा, कहिले वडामा, कहिले विभागमा, कहिले पर्यटन कार्यालय कहाँ दर्ता गर्ने, अलिक दर्ता गर्न अलिक अन्यल छ धेरै प्रदेशहरूमा। गण्डकीमा अलिक सहज छ, तर अरू प्रदेशमा अन्यल भएको हुँदा यो डाटा एकुरेट नहुन सक्छ। तर हामीलाई प्राप्त भएको आधारमा चाहिँ मैले यहाँ राखेँ र हाम्रो महासङ्घमा चाहिँ आजसम्म आबद्ध चाहिँ 630वटा संस्था होमस्टेहरू चाहिँ होमस्टे महासङ्घमा आबद्ध भएर अगाडि बढ्नु भएको छ। अब यो होमस्टे महासङ्घको थोरै मैले सङ्गठनात्मक संरचनाको कुरा यहाँ गर्न चाहन्छु र अहिले हामी त्यही किसिमले पनि यहाँ उपस्थिति पनि भएका छौँ। होमस्टे महासङ्घ नेपालको चाहिँ केन्द्रीय कार्य समिति रहेको छ। यो 51 सदस्य कार्य समिति 72 जिल्लालाई चाहिँ समावेशी हुने तरिकाले समेट्ने तरिकाले हामीले बनाएका छौँ र त्यही केन्द्रीय कार्य समिति अन्तर्गत हामीसँग अनुगमन तथा सुपरिवेक्षण आयोग रहेको छ। केन्द्रीय कार्य समिति अन्तर्गत सल्लाहकार समिति र विभागहरू रहेको छ। आज हामी यहाँ केन्द्रीय कार्य समितिको पदाधिकारी मात्र आएका छौँ। अध्यक्ष, 7वटा प्रदेशबाट 7 उपाध्यक्ष, 1 महासचिव, 1 सचिव, 1 कोषाध्यक्ष र बाँकी 4 जना चाहिँ सदस्य रहेको 15 सदस्य सचिवालय छ। उहाँहरूलाई नै हामीले यो निमन्त्रणा गरेको हो र त्यसमध्ये केही साथी मध्य प्रदेश र कर्णाली प्रदेशको यहाँ उपस्थिति भएको छैन। आज बाँकी 5वटा प्रदेशबाट चाहिँ हाम्रो केन्द्रीय कार्य समितिका अध्यक्ष, उपाध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू हुनुहुन्छ भनेदेखि सँगसँगै हाम्रो प्रदेशमा पनि होमस्टे घरवास महासङ्घ नेपालको चाहिँ दोस्रो प्रदेश कार्य समिति छ। त्यो प्रदेश कार्य समितिबाट पनि हामीले हाम्रा अध्यक्षज्यूहरूलाई निमन्त्रणा गरेका थियौँ। 3वटा प्रदेशबाट चाहिँ हाम्रा अध्यक्षज्यूहरूको उपस्थिति रहेको म जानकारी गराउन चाहन्छु। र त्यसै गरी हामीले होमस्टे महासङ्घ नेपालको जिल्ला कार्य समिति, जिल्ला समन्वय समिति पनि बनाउने प्रावधान छ र होमस्टे महासङ्घ नेपालको स्थानीय कार्य समिति पनि बनाउन सकिन्छ। यी सबैका लागि चाहिँ केही क्राइटेरियाहरू राखिएका छन्। कति होमस्टे भयो भने पालिका समिति बन्छ, कतिवटा चाहिँ पालिकामा चाहिँ समिति भएपछि जिल्ला बन्ने भन्ने जस्तै राज्यको संरचना जसरी अगाडि बढेको छ त्यसै गरी होमस्टे महासङ्घ नेपालले हाम्रो संरचनालाई पनि त्यसै गरी अगाडि बढाएर 72 जिल्लामा फैलिएको एउटा सञ्जाल रहेको मैले यहाँ जानकारी गराउन चाहेँ। र अब बाँकी वक्ताहरू पनि हुनुहुन्छ, हाम्रो आयोजकको तर्फबाट, हामीलाई सहयोग गर्ने संस्थाको तर्फबाट पनि हुनुहुन्छ। मैले केही कुराहरू छुटाएको पनि छु, ती कुराहरूमा चाहिँ उहाँहरूले पनि अझ केही छुटेको छन् भनेदेखि यो कार्यक्रमको सन्दर्भमा यसपछि पनि भन्नुहुनेछ। यति भन्दै मैले छोटोमा यो परियोजनाको विषय र होमस्टे महासङ्घको परिचय यहाँ राखेँ। हस्, धेरै धेरै धन्यवाद। नमस्कार। जय होमस्टे।